Hey guys, welcome my vlog, daily vlog. Hey, Siri bata भन्नु. Hello everyone, welcome my vlog. ए कस्तो बिर्सिन्छ के. Hello everyone, welcome my daily vlog. आजबाट चाहिँ मैले vlog स्टार्ट गर्न लागेको छ. मेरो 1k सब्स्क्राइब पुग्न लाग्यो. अब म चाहिँ सिमल तरुल खान जान लागेको. यता मम्मीहरु भात तरकारी पकाउँदै हुनुहुन्छ. यता बाजे, यता चाहिँ दाइ घाँस काट्न जान लाग्छ. जंगलमा बुवाले काटिराखेको रे. अनि यसलाई लिनु बोलाछ. अनि यो चाहिँ घाँस लिन जान लाग्यो. म चाहिँ तरुल खान जान लागेको. अनि यो चाहिँ हाम्रो सुन्दर सुन्दर जंगलहरु, मकैहरु रोपेको. यसपालि हिउँदे मकै नै भएन हाम्रो चाहिँ. हजुरहरुकोतिर कस्तो भयो? अनि यता हामीले मुस्रो पनि लगाएको छौं. मुस्रो नि खासै भएन. यो चाहिँ पानी आकाशबाट आएको पानीको भरमा हो नि त खेती हुने. बर्खामा चाहिँ खोला छ. खोलामा पानी फुटेर आउँछ. अनि त्यसपछि अनि बल्ल धान लगाउँछौं. त्यही भएर खेती हुन्छ. तर हाम्रो चाहिँ जग्गा चाहिँ धेरै नै छ है. अनि यतातिर मम्मीले लाउनु भएको छ. लसुनहरु लगाएको छ. लसुनहरु चाहिँ किन्न पर्दैन जे होस्. यता मुस्रो यो चाहिँ हामीले खाने पानी ट्याङ्कीको खासमा यो चाहिँ थोपा सिंचाइ हो. खेती गर्नको लागि सबैजना मिलेर बनाएको. हामीले चाहिँ यो जग्गा फ्रीमा दिएको के यो. अनि अब मेरो चाहिँ तरुल खन्ने ठाउँ आइसक्यो. दाइ चाहिँ यहाँ मासतिर जाँदैछ. एकचोटि हेल्लो भन् त दाइ. यता फर्केर यता फर्की मात्रै न. यो चाहिँ मेरो दाइ हो ल जा. अनि म चाहिँ यता तरुल मम्मीले अस्ति नै मागिसकेर तिमी यता खनिसिक्यो. अब यो चाहिँ मेरो पालो खन्नलाई. खासै राम्रो त छैन. यो चाहिँ खुर्सानी कति खायो हामीले. खुर्सानी कति फले त्यो डल्ले खुर्सानी, लामो खुर्सानी, जिरे खुर्सानी सब मम्मीले लाउनु भएको थियो के. तरुलहरु त के हो खनिसी के हो. यो चाहिँ हामीले आइतबारी पूजा गर्ने ठाउँ हो. बम्बई आँपको रुख हो. त्यो भन्दा तलपट्टि पनि छ रुखहरु. फल्छ. यति मिठो हुन्छ यो बम्बई आँप. यति मिठो हुन्छ. तर ठाउँ अनुसारको हाम्रो चाहिँ पहिला चाहिँ यत्रो फल्थ्यो के. दुईटा हातले नि खाम नपुग्नु फल्थ्यो. अहिले चाहिँ अब बोट पनि बुढो भयो नि त. हामी सानो सानो हुँदा देखेको आँप है. हामी बुढो हुन लागिसक्यो. यो आँप चाहिँ फल्छ सकेन. ओ माई गॉड गाह्रो. लास्टै यहाँ अलिअलि पाएँ. यही हो सिमल तरुल. हेर्नुहोस् त पसिना भन्यो भने मैले बिहानदेखि मुख पनि धोए छैन, ब्रस पनि गरे छैन. यता आइसकेछ बुवा र दाइ घाँस काटेर. के दाइ हातमा अट्दैन लाने. यति हातमा बोक त. मैले हाल्ने भाँडा लिएर आएको थिएन. क्यामेरा खै के भएर गयो. क्यामेरा त होइन मोबाइल. हाल्ने भाँडा लिएर आएको थिएन. अनि त्यही भएर दाइले पठाइदिए. यस्तै हो. दाइलाई चाहिँ अलिक ठुल्ठुलो पठाइदिए. यहाँ मसँग चाहिँ सानो सानो छ. ओ माई गॉड नाला र खाला पसिना भयो तरुल त. अब यो बोक्ने कसरी हो. अझै यो बोट पनि ठुल्ठुलो थियो होला. मैले खनेन सकिनँ. झ्याउ लाग्यो. बडा मानको यहाँ छ. हजुरहरुकोतिर यसलाई के तरुल भन्छ? हाम्रोतिर चाहिँ यसलाई भन्छ सिमल तरुल. अनि हजुरहरुकोतिर यो किरालाई के किरा भन्छ? हाम्रोतिर चाहिँ कुम्ले किरा भन्छ. हेर्नु जाडो महिनामा भित्र पस्दो रहेछ कि यो किराहरू. बाख्राको मलमा चाहिँ मैले यस्तो किरा देख्दैन. तर गाई गोरुको मलमा चाहिँ टन्नै हुन्छ कि यस्तो. अब बर्खातिर हामीले अब गर्नु पर्यो नि त. यहाँ पूजा गरेको कुखुराको भुत्ला अझै रहेछ यहाँनिर. मैले अघि पनि भन्थेँ नि त हामीले आइतबारे पूजा गर्छ भनेर. यता आफ्नै छुट्टै दुनियाँ छ. भाइको जङ्गल जानु होला. यो बाटो चाहिँ फेरि
यो बाटो चाहिँ यहाँबाट क्यामेराले कभर गर्छै गर्दैन। यो मासतिर जाने बाटो चाहिँ पहिला भन्नाले आजभन्दा अहिले चाहिँ अब प्रायः जस्तो सबै मान्छेहरूले देउघाट लग्छ नि त, नत्र चाहिँ प्रायः यतातिर मरे मान्छे लाने बाटो हो कि, त्यही भएर नि डर लाग्छ बेलुका त्यतातिर। दिउँसो चाहिँ केही जस्तो लाग्दैन, बेलुका त लास्ट डर लाग्छ मरे मान्छे लाने बाटो। यहाँ मैले मोबाइल सामान के गरौँ भयो कि, त्यही भएर यहाँ मैले यसरी राख्दैछु तरुललाई। अफ्रिकनहरूले के यहाँ एउटा बसेछु, अफ्रिकनहरूले के यो तरुलको कस्तो राम्रो डिस बनाएर खान्छ नि कि ढिँडो चाहिँ। अब हाम्रो यतातिर नेपालतिर त प्रायः अब गहुँको मकैको कोदोको पिठोहरूको ढिँडो जस्तो बनाएर खान्छ नि त। तिनीहरूको चाहिँ ढिँडो भन्दैन, के हो भन्छ, कस्तो बनाएर खान्छ नि। मलाई पनि त्यस्तै इच्छा छ, तर हाम्रोतिर अब यतातिर रातो माटो हुन्छ नि त धेरै, अब धेरै मल पुर्या हुँदैन। अब यो खेतबारीतिर त मल पुर्याएको हुन्छ, अब तल रोप्नेतिर त कसले मल पुर्याउँछ र, त्यही भएर रातो माटोतिर चाहिँ खासै हुँदैन। अनि अलि यो नरम भन्नाले अलि अब मल बुएको त माटोहरू कस्तो भस जाने हुन्छ नि त, त्यस्तोमा चाहिँ कस्तो राम्रो हुन्छ कि यो तरुल फेरि। अनि हाम्रो चाहिँ यो अब यो चिम्रे माटोमा भएर खासै ठुल्ठुलो भएन, धन्दा यति पनि भएको के हुन्छ भन्नु न। म चाहिँ अब घर आइपुगेँ। अब मैले यो तरुललाई पोखालेर अनि त्यसको बोक्रा निकालेर उसिनेर खान्छु। ओके बाई, आजलाई यति नै। थ्याङ्क्स फर वाचिङ। कसैले सब्सक्राइब गर्नुभएको छ भने प्लिज गाइज सब्सक्राइब गरिदिनु होला। आजलाई यति नै, ओके बाई।